सबैजनामा नमस्ते। म बसन्त बस्याल। अवश्य पनि सबैजना आराम हुनुहुन्छ होला। फेरि पनि नयाँ दिन नयाँ भिडियो लिएर फेरि पनि उपस्थित भइसकेको छु। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। पक्कै पनि पछाडि देखिरहनु भएको छ होला, कहाँको होला भन्नुहोस् त ल साथीहरू, कमेन्ट गर्नुहोस् त। पक्कै पनि यो गुल्मी जिल्ला अथवा सेङ्जा जिल्लामा पर्ने बिचमा पर्ने कालीगण्डकीको मिर्मीको ड्याम हो। पक्कै पनि भिडियो मार्फत अवलोकन गर्नु होला है त। ल हेर्नुहोस् साथीहरू, यो चाहिँ मिर्मीको ड्याम। यो पारी जिल्ला गुल्मी जिल्ला पर्यो भने साथीहरू, यो गुल्मी जिल्ला यो खोलाबाट उता गुल्मी जिल्ला पर्छ। यो खोलाबाट यता चाहिँ यो साइडमा चाहिँ यो भाग चाहिँ सेङ्जा जिल्ला पर्यो साथीहरू। टक्क सेङ्जा र गुल्मीको बिचमा कालीगण्डकी थुनेर यसरी मिर्मीको ड्याम बनाइएको छ। तल गएर अवलोकन गरौँ है त साथीहरू। टक्क लगाएर माथि भन्दा पनि नेपाल विद्युत प्राधिकरण, नेपाल सरकार स्वामित्व, कालीगण्डकी जल विद्युत केन्द्र, ड्याम सेट मिर्मी सेङ्जा भने यहाँबाट उता चाहिँ जान दिँदो रहेछ। यो माथिपट्टिको ड्याम, यो पारिपट्टिको चाहिँ अफिस रहेछ क्या हो। यसरी बिचमा पानी थुनेर तलपट्टि देख्नु भयो भने यसमा जम्मा 12वटा ढोका रहेछ। हिजो रातिको पानी पुरै धमिलो भयो। ल हेर्नु साथीहरू, यताबाट पुरै निलो पानी आयो, निलो आयो। यताबाट धमिलो पुरै धमिलो पानी आयो कि। यो अलि माथिबाट देखाउँछु तपाईँहरूलाई मैले। भवाल छ। यो पछाडिपट्टि देख्नु हेर्नु, यो पुरै डाँडो, पुरै पहाडे डाँडै पुरै ढलान गरे भने कस्तो मजाले ढलान आने क्या। यो सिङ्गो पहाड नै पुरै ढलान गरेको कि। पहिरो जान्छ भनेर ल हेर्नुहोस् त। यसरी यो पुरै पहाड नै यसरी मान्छे झर्न अपडाउन गर्नको लागि सिँढी पनि बनाइएको रहेछ। ऊ पर एउटा छ, यहाँ दुईटा सिँढी बनाइएको रहेछ। यसरी मान्छेहरू झर्ने, मिर्मी ड्यामको अवलोकन गर्ने पहाडबाट पुरै ढलान गरेको यो। यसरी यता आइसकेपछि यहाँ यसरी बाँध बानिएको छ, ड्याम बानिएको छ। 12वटा ढोका रहेछन्, 12वटा ढोका। अब माथिको पहिला माथिपट्टिको सुरुङ मार्ग हेर्न जाउँ। यो पुल यतापट्टि गुल्मी जाने पुल हो साथीहरू। हिजो पानी परेर पानी खोला बढेको छ। यो पुल एकदम पुरानो पुल छ क्या साथीहरू। ल हेर्नुहोस् त यो पुल। ल यो पुलको त म्याच सकियो होला है त। यो पुलको त म्याच सकियो होला है। अँ अब यो पुलमा अब हिँड्न पनि डर लाग्दो छ कि साथीहरू। यसरी बाइक जान्छ यहाँबाट हेर्ने। ल हेर्ने त्यहाँनिर पुरै उस छ, त्यहाँ बल्ल ल हेर्ने। डर म्याच सकिसक्यो यो पुलको। अब के हेर्ने हेर्नु कहिले बनाएको। ल यो एकदम जिँडो छ क्या साथीहरू यो पुल। म्याच सकिसक्यो होला। अब हिँड्न पनि डर लाग्दो, तर गाडी धमाधम हिँडिरहेको हुन्छ गाडीहरू। सब रेलिङ भाँचिसक्यो कि यो पुलको है। यतापट्टि खोला बग्यो। अब यो सब भाँचिसक्यो कि। ल हेर्नु यो रेलिङ सेलिङ केही छैन यहाँ। अब खोला तल माथिपट्टि ड्याम देख्नुभयो होइन। ड्यामको यो पछाडिपट्टिको भाग हो यो। यसरी यो यहाँबाट आएर यो खोलाबाट पुल तरेपछि यसरी यता आउँदाखेरि के देखिँदो रहेछ भन्छ, यहाँ सुरुङ मार्ग रहेछ क्या साथीहरू। पक्कै पनि त्यो ड्याम बनाउँदाखेरि बनाएको सुरुङ मार्ग होला। अब एक्लै छु, जाने कुरो त भएन, डर लाग्छ। मान्छे जान्छन् कि जान्दैनन् भन्ने कुरो हो कि यहाँ।
ल देख्नुहुन्छ सुरुङ मार्ग यो त्यो मिर्मीको ड्याम बनाउने बेला बनाएको होला पक्कै पनि। लाइट साइड छैन उहाँ रहेछ। अब कता जमिन मुनि अब जाने कता जाने हो यो अब। ल हेर्न सक्नुहुन्छ म एक्लै छु तर म गइनँ है त। यसरी यो बाटो गइयो भने गुल्मी जिल्लातिर गइन्छ। यसरी म चाहिँ पोखरातिर जाने हो, तल बाटो जानु पर्यो है। यो चाहिँ सायद विद्युत प्राधिकरणको अफिस होला त्यस्तै लाग्यो मलाई। साथीहरु म चाहिँ तल ड्यामबाट, तल मिर्मीको ड्यामबाट माथि मिर्मीको बजार आइसकेको छु। पक्कै पनि पछाडि देख्न सक्नुहुन्छ यो देखिरहनु भएको ठाउँ चाहिँ मिर्मीको बजार। टक्क वारिपारि डाँडाले घेरेको बिचमा समथल भूभाग सम्म जग्गा भएको ठाउँ रहेछ। राम्रो मिलेको बस्ती मिर्मीको बजार। यसरी देख्दा पारिपट्टि जुन पारिपट्टि देख्नुभयो नि उ पारिपट्टि यो चाहिँ गुल्मी जिल्ला पर्यो। यसरी वारिपट्टि मिर्मी बजार स्याङ्जाको गुल्मीको सिमाना। साथीहरु पक्कै पनि भिडियो मार्फत मिर्मी बजार मिर्मीको ड्याम अवलोकन गर्नुभयो होला, हेर्नु भएको होला। अन्तिमसम्म भिडियोले साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। अब आउँदा नयाँ भिडियो नयाँ दिनमा भेटौँला। नमस्ते।